हेलो नमस्ते गाइज। आज मैले के भन्न चाहे भने धेरै दिनपछि मैले बोलेर भिडियो अपलोड गर्दैछु है। के भन्न चाहे भने हामी चाहिँ दिनभरि काम गरेर मोबाइल हेर्ने फुर्सद पनि हुँदैन। दिनभरि काम गरेर रातिमा मात्रै एक टाइम हुन्छ, त्यो पनि छिनछिनमा आयो हेर्यो, झुलुक हेर्यो गयो। आज मैले टिकटक खोल्न साथ मैले देखेँ गङ्गु छेत्री कान। जताततै गङ्गु छेत्री। उसको पनि त सपना छ होला नि, उसले पनि त धेरै कुराहरू सोच विचार गरेर नै नाङ्गिन तयार भयो होला नि। जसले उसलाई यसरी नङ्ग्यायो उसलाई त कुनै न कुनै तौरबाट कानुनले त केही न केही त सजाय देला। तर यो होइन कि जसले गङ्गु छेत्री काण्ड आयो भन्दै मजाक गर्दै भिडियोहरू उसको कट गर्दै हाल्दै गर्नु भएको छ नि, उहाँहरूलाई म के भन्न चाहन्छु भने यसरी उसको भिडियो हाल्नुभन्दा पहिला 10 चोटि सोच्नुहोस् कि आफ्नो घरभित्रको कुराहरू, घर बाहिरको होइन, घरभित्रकै कुरा सोच्नुहोस्। त्यो ठाउँमा पनि तपाईँको दिदीबहिनीहरू या कोही पनि भयो भने तपाईँ के गर्नुहुन्छ भन्नुहोस् त। हुन त वैदेशिक रोजगारका लागि जाने लेडिजलाई त राम्रो नजरले हेर्दैन हाम्रो गाउँ समाजले। उसले त झन् पुरै कपडा नै खोलेको छ भन्ने सुनिन्छ। मैले देख्न चाहिँ देखेको छैन है, भिडियोहरू हेरेको छैन। हाफ भिडियो चाहिँ मैले फोटो स्क्रिनसुट गरेर हालेको चाहिँ देखेको थिएँ, तर मैले भिडियो चाहिँ हेरेको छैन। त्यसैले म के भन्न चाहन्छु भने प्लिज यस्तो नगरिदिनुहोस्। कसैको पनि अब इज्जतमा त दाग लागिसक्यो, तर त्यसलाई कसरी हौसला दिने, कसरी प्रेरणा दिने, बाँच्नतिर कसरी लगाउने भन्ने कुरामा भर पर्छ। हामी सबैजनाले यस्तो भयो उस्तो भयो भन्यौँ भने भोलि बिहान उसलाई पनि कुनै न कुनै ठाउँमा मतलब अब कुनै न कुनै सोचहरूले उसलाई असर गर्न सक्छ। त्यही भएर उसको लागि पनि हामीले सोच्नुपर्छ। त्यसैले कसैले पनि नराम्रो नभनिदिनु होला, किनभने उसको पनि जिन्दगी छ, आफ्नै तरिकाले ऊ जिउन खोज्दैछ। उसको प्राइभेट भिडियोहरू भाइरल गरेर हामीलाई केही पनि मिल्ने छैन। हामी छिनभरमा भाइरल भए पनि पछि गएर उसको लागि उसको बारेमा हामीले पनि सोच्नुपर्छ, किनभने उसलाई पनि बाँच्ने वातावरण दिनुपर्छ। म यति भन्न चाहन्छु। म अरू केही बोल्न चाहेन, बस आफ्नो घरभित्रको कुरा हेर्नुहोस् दाजुभाइ तथा दिदीबहिनीहरू, त्यसपछि मात्रै अरूको विषयमा चियो चर्चा गर्नुहोस् अनि बोल्नुहोस् है।